सधैँझै आज पनि म नेचरमै आइरहेको छु। यहाँको दृश्य हेरेर तपाईँहरूको मन फुरुङ फुरुङ भयो। आकाशको दृश्य हेर्नुहोस्। यहाँ हेर्नुहोस्, यहाँ मेटिका भन्छ। यो चाहिँ पानीमाथि हो होइन। यो चाहिँ सानो खोला छ अनि यहाँ बाँसघारी छ अनि यहाँ चाहिँ अब पानीमाथि मेटिका फलिरहेको छ अनि यहाँको दृश्यहरू हेर्नुहोस् कस्तो लाग्यो तपाईँलाई। यहाँ रोड छ र म अगाडिको दृश्यहरू विभिन्न ठाउँ लगेर चराचुरुङ्गीको आवाज पनि आउँदैछ होला। तपाईँले मेरो च्यानललाई सब्सक्राइब गरेर राखिदिनु होला किनभने म राम्रो भिडियो हाल्ने गर्दछु। यहाँ चाहिँ गाई चरिरहेको छ होइन अनि अगाडिको बाटो चाहिँ यस्तो छ। अब अगाडिको बाटोमा पनि जानुपर्छ अनि यता धानबारी छ। धानबारी हेर्नुहोस्, आकाश हेर्नुहोस्। यो गाउँ चाहिँ गाउँै हो अनि गाउँमा चाहिँ अब यस्तो सिनमा घुमिन्छ बेला बेला। तर मलाई अल्छी लागिसक्यो होइन यस्तो ठाउँहरू आउँदा जाँदा। तपाईँहरूलाई चाहिँ रमाइलो लागेको होला, सुतेर हेर्नु हुँदैछ होला। औ यहाँ चाहिँ बस्ने ठाउँ रहेछ, बस्ने ठाउँ बनाएको रहेछ। यताको धानहरू काटिसकेका रहेछन् होइन अनि यहाँ पानी परेर पानी जमिसकेको रहेछ र यता अगाडि खोलाको थम्बाहरू छ। खोलाको थम्बा छ अनि घर रहेछ यता। परसम्म यहाँ चाहिँ अलिक पातलो गाउँ रहेछ होइन। यहाँ पनि इन्टरनेट जोडेको रहेछ। इन्टरनेट अहिले सबैतिर पुगिसक्यो तर मेरो च्यानलमा सब्सक्राइबर बढेको छैन। किन चाहिँ बढेन होला त? सब्सक्राइबर बढ्नुपर्ने हो। सबैको घरमा इन्टरनेट छ। अब युट्युबमा भने केही आउँदैन मेरो भिडियो बाहेक होइन, त्यसकै हो। तर हेर्दै गर्नुहोस्। अब तपाईँहरूले राम्रो लाग्छ भने हेर्नुहोस्, च्यानललाई सब्सक्राइब गर्नुहोस्, कमेन्ट गर्नुहोस्। म राम्रो कन्टेन्ट हाल्दै जान्छु। तपाईँहरूको हातमा छ यो च्यानल ठुलो हुने कि सानो हुने भन्नेमा। र अब भविष्यमा यसले के गर्दै जान्छ त? फेरि राम्रो कन्टेन्ट भिडियोहरू हाल्दै जानेछु। त्यतिखेरसम्मको लागि बाई बाई।